नेपाली घरेलु खेलमा 400 रनको मार्गबाट यो पुरा गरेको छ अनि एक खेलाडीले डबल सेन्चुरी पनि प्रहार गरेका छन्। म कुरा गर्दैछु उदयपुर र विराटनगर, जहाँ जुन खेलमा विराटनगर क्रिकेट क्लब एन्ड एकाडेमी र उदयपुर भिडेका थिए, जहाँ पहिला ब्याटिङ गरेको विराटनगर क्रिकेट क्लब एन्ड एकाडेमीले 406 रनको मार्क पुरा गरेको थियो, 7 विकेट गुमाउँदै भने विराटनगरका लागि भूपाल ढङ्गालले 205 रन बनाएका थिए। हामीले डोमेस्टिक खेलहरूमा यस्तो प्रदर्शन कमन रूपमा देख्न पाउँछौँ। खेलमा 507 रनको लक्ष्य लिएर आएको मैदानमा उत्रिएको उदयपुरको टिम 167 रनमै समेट्न पुग्यो र खेल विराटनगर क्रिकेट क्लब एन्ड एकाडेमीले 239 रनले जित्न पुग्यो। सो खेलमा म्यान अफ द म्याच बने भूपाल ढङ्गाल, जसले 18 वटा चौका र 8 वटा छक्का प्रहार गर्दै 162 बलमा 205 रन बनाएका थिए। यस्ता खेलहरू जब हामीले नेपालका लोकल लेभलमा देख्ने गर्छौँ, हामीलाई पक्कै पनि खुसी लाग्ने गर्दछ र यस्ता पर्फर्मेन्सहरूले भविष्यको नेपाली क्रिकेटलाई पनि राम्रो स्टारहरू दिँदैछ है भन्ने चाहिँ मैले अपेक्षा गरेको छु। तपाईँहरूलाई यस विषयमा धारणा के छ त कमेन्टमा लेख्न सक्नुहुनेछ।